चोट दिने त आफन्तले नै हो, पराई त झुक्किएर ठोकिँदा पनि माफी माग्छन्। हेलो एभ्रिवान, नमस्ते सेवारो सबैजनालाई फेरि पनि स्वागत छ मेरो मिनी भ्लगमा। आशा छ हजुरहरू एकदम सन्चै हुनुहुन्छ होला, म एकदम सन्चै छु। अनि आज चाहिँ म बिहानै उठेर मेरो बिहानको काम, मेरो दैनिकी काम गर्दैछु। यसो हेरेको मेरो फुलहरू पनि एकदम सुक्खा लागिरहेको रहेछ, त्यही भएर मैले चाहिँ पानी लगाइदिएँ। यसो हेरेको एउटा फुल त भाँचिरहेको रहेछ हो, अनि कस्तो रिसुटी फुल्दै गरेको फुल भाँचिँदा कस्तो नमजा भएको। अघिल्लो दिन चाहिँ बाबाले पानी लगाइदिँदै हुनुहुन्थ्यो त, बाल्टीबाट यस्तरी खनाउँदै हुनुहुन्थ्यो, अनि त्यही भएर बाबाले नै भाँचिदिनु भयो जस्तो लाग्यो मलाई चाहिँ। अनि त्यसलाई चाहिँ मैले फाल्न माया लाग्यो नि त, म चाहिँ यस्तो भाँचियो भने चाहिँ बिउको लागि म अर्को ठाउँ रोपिहाल्छु, त्यही भएर मैले बनाएँ अनि रोपिदिएँ। अलिअलि फुलहरू यता पनि सुक्खा लागिरहेको रहेछ, अनि मैले अलिअलि भिजाइदिएँ। मैले चाहिँ यसमा एउटा फुलको बिउ छरेको थिएँ त्यहीँनिर फुलाउनलाई, बट सबै सुक्खा लागेछ, हेरेकै थिइनँ, त्यही भएर मैले त्यहाँ पनि पानी लगाइदिएँ। सब्जी बनाउँदै थिएँ मैले चाहिँ, अनि बोर लागेर फोन हेरेको भिडियो गर्न मन लाग्यो, अनि मैले बाइक बनाउँदै रहेछ, मम्मी यहाँ दाल के लाउँदै हुनुहुँदो रहेछ, अनि मैले भिडियो बनाइदिएँ उहाँहरूको पनि। अनि मैले चाहिँ मासु पकाउँदैछु, अनि मैले मासुको लागि चाहिँ चाहिने धनियाँ चाहिँ म बारीतिर गएँ, गरेसा बारीतिर, अनि मैले चाहिँ धनियाँलाई उखाल्दिनँ नि त, किनभने थोरै मात्रै छ, त्यही भएर म पात मात्रै टिपेर ल्याउँछु जहिले पनि। अनि त्यही भएर मैले चाहिँ पात टिपेर ल्याएर मैले मेरो सब्जीमा लाएँ, कस्तो राम्रो देखियो। त्यस पछाडि चाहिँ मैले खाना खाएँ, कपाक खाना खाएँ। एकदमै टेस्टी भएको थियो मेरो मासु चाहिँ, कुखुराको मासु एकदमै मिठो भएको थियो। अनि मम्मीहरू चाहिँ अहिले मात्रै खान्छु भन्नुभयो, मैले चाहिँ चारो खोज्न जान्थेँ नि त, त्यही भएर म एक्लै खाएँ। चारो खोज्न जानलाई चाहिँ मैले ड्रेसै चेन्ज गर्नुपर्छ कि, किनभने छोटो लुगाहरू लाएर गयो भने चाहिँ सबै चिलेर होइन कस्तो गरिदिन्छ नि त। अनि त्यो अहिलेको लुगा चाहिँ म फेरि जङ्गल जाँदा खासै लाउँदैन नि त, मेरो जङ्गल जाँदा लाउने कपडा नै फाल्दैछ। अनि मैले कपडा चेन्ज गरेर चाहिँ म जङ्गलतिर लागेँ। हाम्रो हेर्नु म चारो खोज्न जाने जङ्गलतिर चाहिँ बाटोहरू चाहिँ एकदम डेन्जर छ कि, डर लाग्छ मलाई एकदमै धेरै। अनि यस्तो हेरेको डाँडामा घाम लागिरहेको रहेछ होइन, टिकटक बनाउन मन लाग्यो भने म नाच्दै थिएँ, झन्डै लडिनँ। हेर्नु न यस्तो सुनसान छ हो, एक्लै कोही हुनुहुन्न मसँग आउनु, काकै पनि उहाँ अहिले माइत जानुभएको छ, म एक्लै भएँ, त्यही भएर एक्लै गएँ। गाउँमा कोही साथी पनि छैन, के गर्नु अब। आफ्नो मेरोकोहरू सबैजनाको नानीको आमाहरू भइसके, कोही कता छन्। मैले चाहिँ निगुरे पनि ल्याएँ सब्जी खानलाई फ्रेस, अनि मेरो चारो चाहिँ यति खोजेर ल्याएँ होइन। मेरो भिडियो चाहिँ लामो हुन्छ, योभन्दा धेरै भिडियो गऱ्यो भने चाहिँ, त्यही भएर म मेरो भिडियो यहीँ गर्न चाहन्छु। अब फेरि अर्को भिडियोमा भेटौँला, अहिलेलाई त बाई बाई।